त्यही त रात पऱ्यो भने पुग्नै पर्छ क्या दाइ टर्च बालेर भयो भने त्यो भनेको किनभने 4 घन्टा त नेट हिँड्नु पर्दो रहेछ कि अब गाडीले 2 बजे पुऱ्यायो भने 3, 4, 5, 6 बजे पुगिन्छ होइन 3 बजे पुऱ्यायो भने 4, 5, 6, 7 बजे पुगिन्छ हो त्यसरी क्या दाइ अँध्याएर पनि हिँड्नुपर्छ यो गाडी पाइयो तर अब यो गाडी चाहिँ 9 बजे मात्रै हिँड्ने अरे हामी अलिक छिटो आएछौँ यस्तोमा अब उभिनु पऱ्यो भने चाहिँ ल्याङ हुने रहेछ उभिएर त कोही पनि जाँदैन टिकट काटिसके पछाडि हामी पहिलो यो गाडीमा साथी उत्सव रेडी फर द ट्रिप अब के गर्ने यार 2 जना 2 बजे पुऱ्याउँछु भनेको छ होइन 1:30 तिरसम्म हो एकदम ल रेडी लेट्स गो गुफा पोखरी मासु मिठो लाग्छ रुटको मलाई त मासु चाहिँ बिल्ला लागेर हो क्या मिठो भन्दा नि अलिकति रुच्छ क्या रुचाउन बाजे कम्पिटिसन भइरहेछ है गाडीहरू को छिटो जाने भन्दा होला त्यही हो अब कतिखेर पुगिन्छ यहाँदेखि पनि दामी हिँड्नु पर्नेछ टुटे देउरालीदेखि गुफा पोखरीसम्म भन्ने छ माइती जति समय विदेश गइसके चेलीहरू कसलाई टिका लाउन माइती मामाले जान्छ ल गए बसन्तपुर आइपुग्दा झन्डै 2 बजेको छ अब एकछिन लाग्छ होला दाइ कति बजे हिँड्छ यहाँदेखि अहिले ठ्याक्कै हामी टुटे देउराली आइपुगेको छु अब चाहिँ यहाँदेखि हाइक सुरु हुन्छ ल बोर्डर है यो चाहिँ अब पुरै शङ्खर सभा खाँदबारी यतातिर हामी जान्छ यता गाडी त पाउँछ होला नि आउँदाखेरि होइन के छ यता अब जाँदाखेरि पाइन्छ पाइँदैन गाडी चाहिँ आज पनि बसको गाडी गइसक्यो कि टाइममा हुन्छ ए जम्मा एउटा जान्छ आउँदा नि एउटै त्यही भोलि भोलि कति बजीतिर फर्किन्छ ताप्लेजुङतिरबाट आउने होला ए 10 बजे चाहिँ त्यहाँ गुफा पोखरी आइपुग्छ ठिकै हो आज किन त्यही गर्न खोजेको
लाने त्यही हो क्या हामी ठिकै हुन्छ नि त 12-1 बजीसम्म त गुफामा त्यत्रो अनि त 12-1 बजी त्यहाँ हुनु भने घर चाहिँ कति बजी पुग्नुहुन्छ तपाईँ पत्री रमक ल टुटे देउरालीबाट एक लड चाहिँ हिँड्यो अब चाहिँ खुट्टाले पनि हिँड्नुपर्छ है भनेर थाहा पायो पम्प हुने अलिक भइसक्यो क्या पम्प भइसक्यो अब हामी लन्चमा मात्रै यहाँदेखि सुन्दर तिनजुरे डाँडा माथिबाट देखिरहेको छ यो जग्गाकै तिनजुरे डाँडाको माथि टप यहाँदेखि माथि चाहिँ पाथिभरा मन्दिर छ केटाहरू आउँदैछ चिलमा अब यहाँदेखि त तपाईँ आउनु यता ल है त हामी आइसकेको छौँ यो पाथिभरा चढ्ने डाँडा हो बाबुबारी डाँडा हामी सनकिस्ट भइरहेछ यहाँ थियो क्या सुटिङ गर्न त यहाँदेखि जस्तै के अरे दाइ को सुटिङ गर्न हौ बाबुबारी ल अति ठाउँमा छ है मलाई एउटा फोटो खिच्दैन अरे यहाँ घरको स्कुलमा होइन यो घर निकाल्यो अरे आकाशले एक त सोचेकै हो अब यस्तो बाटो अब 26 किलोमिटर डबल बाइकको त्यस्तो यस्तै हो सिंगल आउने ठाउँ रहेछ क्या यो चाहिँ बाइक आउने हो दाइहरू अब हिउँै थियो होइन यहाँनिर त सुन्नुहोस् न यहाँदेखि गुफा पुग्न कति लाग्छ गुफा पुग्नु लाग्छ होला के लाग्छ नि तपाईँहरूलाई हिँडेर त आज पुगिँदैन कति घन्टा जस्तो लाग्छ होला हिँड्दा त यहाँदेखि लाग्छ आज 3 घन्टा जस्तो 3 घन्टा लाग्छ होइन ठिकै छ मैले 4 एक्सपेक्ट गरेको थिएँ घटेर 3 भयो थुप्रो लाग्छ नि नानी गुफा पुग्नु त घन्टा त लाग्छ नि हौ 9-10 बजी भन्दा त पुग्दैन उता पर बस्नु नि चौकी मङ्गलबारतिर 9-10 भने कति बज्यो अहिले 5 गुफा त धेरै छ है 3 घन्टा 3.5 घन्टा लाग्छ अब हामी जतिकै त हिँड्छ नानीहरू अलिक तगड त हिँड्दैन होला नि यतिकै त होला अनि बस्दै जाँदा भयो त उता चौकी मङ्गलबार कति लाग्छ भोलि हिँड्नु पर्यो मङ्गलबार चाहिँ अलिक छिटो पुग्छ मङ्गलबारबाट छिटो पुगिन्छ भोलि मङ्गलबारसम्म चाहिँ जानु भोलि अलिक छिटो पुग्छ हामी चाहिँ अहिले आइपुग्यौँ चौकी म्याप मेटिसकेको छ रात पनि पर्यो अब चाहिँ साँझ पर्यो भनौँ हामी त तलैबाट आएको नि होइन हामी त यस्तो के नरोकी हिँड्ने होइन तल चाहिँ कहाँबाट आएको भने टुटे देउरालीबाट देउरालीबाट आएको हामी 2:20 मा हिँडेको थियौँ 2:20 आधी घन्टा र बिसाइ पनि आधी घन्टा बिसाइयो 3 बजे हिँडेको भन्नु लगभग 3 बजे भन्नु 3, 4, 5 अढाई घन्टा लाग्यो लगभग 3 घन्टा लाग्यो भन्नु 3.5 घन्टा यहाँबाट
आम्मा तर अलिकति खुट्टा चल्नु भयो भने 2.5 घन्टामा पुगिन्छ बसन्तपुर मङ्गलबारे चौकी बराबर पुग्नुपर्छ आधी आइपुग्यौँ हामी मान्छे हामी तपाईँहरू आधी आइपुग्यो हामीले तर्साउँदैन तर्साउने मूल्य त तपाईँहरूको त्यस्तो छ नि त पुरा जज्बा नै जसमा होइन आफूले परिश्रम भगवान्ले दिएको प्रसादको आशीर्वाद लिएको छौँ कि त्यसले गर्दा हामी त्यस्तोसँग डराउँदैन झ्याप्पै अँध्यारो भयो नि हो यस्तोको बारे आएर कहाँ त्यहाँ खाएको थियौँ अनि त्यस पछाडि आज त्यो गेस्ट हाउसहरू यहाँ रहेछ यहाँ सोधिदिउँ न त कति लाग्छ भनेर दिदी यो गुफा पुग्न यहाँदेखि कति लाग्छ होला आधा घन्टा लाग्छ तपाईलाई गुफा पुग्न हिँडेर 2.5 घन्टा हजुर पानी दिनु न सिक्दुम हुक्का फोहोर कति टाढा छ यहाँदेखि ए सिक्दुम चाहिँ हाम्रो घर त्यही हो त ए हो र सिक्दुम नै हो तपाईँहरूको पहिल्यैदेखि तपाईँहरू चाहिँ त्यहाँ अहिले जन्महरू ऊ थापाहरूलाई चिन्नुहुन्छ हामी थाहा पायो अहिले साइन लाउँदै जाँदा के गर्नुहुन्छ कुन थापा हो तपाईँहरू कुन ल मामली हुँदो रहेछ त तपाईँहरू त ठ्याक्कै आफ्नो मामाले गाउँनै घुम्दै आएको गोरु आँखे थापा त एकदम अब मजाले नै चिन्नुहुन्छ नाति नि मामली दमक घर हामी त हजुर पाहाडका तपाईँ कहाँ हो यहाँ यही हो पिप्लेमा चाहिँ पिप्ले त्यहाँ पनि हुनुहुन्छ दाजुभाइहरू चाहिँ को हुनुहुन्छ होइन तपाईँ के थाहा म त गौतम हो यता नाति परे क्या मध्ये उहाँको छोराको पनाती परे पनाती उहाँको छोराको चाहिँ नाति नाति कान्छो छोरा फेरि भोलामानको नामै भन्दैन उ त अनि कस्तो नाम अनि हामी उनीहरूका घर गई बसी खाई सँगै पढेका यहाँ हामी सँगै उनीहरू मुचारा पद उहाँले एसएलसी दिनुभएको यहाँ हजुरबालाई नै मैले देखेको मसँगै म सानो सानो हुँदा हजुरबालाई मजाले उता गाई बस्छु हजुरबासँग बस्थेँ हेर्नु नामै गोरु आएको त्यता त आउँदै थिएँ अनि मेरो हजुरबा हो नि त 6-5 थियो होला यस्तो हल्का थिए मसुर थिए यति यहाँ त यति कपाल यस्तो त यहाँसम्म थियो पहिले बिहे गरेको थाहा पाएको कि जतिले दारा माने थापा पनि भन्दो रहेछ एकताकि मकेर कति दही त खाइसक्थ्यो त्यसको सन्तानमा उहाँले बनाएको घर अब यहाँ अहिले त देखिँदैन भोलि बिहान त देखिन्छ यहाँ बसेको मैले देखेको छु म यहाँ आउनु भएको छ एकचोटि आएको छु म आएर म त्यही बाटो हिँडेर माया मासतिर पनि आएको थिएँ कि साइनो के हो तपाईँहरू साथी आयो तपाईँहरूको घर चाहिँ कहाँ अरे मरङ कहाँ अरे मोरङ पत्री दाइको उर्लाबारी उता दाइको दमक धमक के थियो बस्नु दाइ बस्थ्यो म बुढा त हाम्रो फुलाल फुलाल हो दुवैजना फुलाल पानी शङ्खवास रहेछ दुवैजना कि समस्या कहाँ हो तपाईँहरूको बास जोडेर छ तपाईँहरूको घर लेट्स गो अझै बाँकी छ दिवस आएको मान्छे 1:30 भइसक्यो कति छ टाइम दिवस भयो त साथी अब यहाँबाट लास्ट अँध्यारो भयो कि यार तर हामी त्यही अघि भन्ने भने जस्तो यो अन्तिम परीक्षा हो जस्तो हो उका रहेछ देखिँदैन रहेछ फाइनल्ली हामी 26 किलोमिटर हिँडेर गुफा आइपुग्यो गुफामा कति 9 बज्यो होला नि बज्यो भइसक्यो डन यतिको चाहिँ
26 किलोमिटर उकालो हिँडेर देखाऊ अनि मसँग बोल्न होइन सुन्नुहोस् न यहाँ 3टा रुम छ 3टा बेड भएको रुम छ ओएनजी ल रुमै छैन भाइ त्यहाँ प्याक रहेछ आन्टी रुम छ होइन 3 जना आउँछन् 3टा बेड भएको छ तिनजना अटिन्छ भइहाल्यो गुफा पोखरीदेखि गुड मर्निङ मेरो अनुहार यस्तो रातो किन भइरहेछ भने सनराइज हुँदैछ उतातिर त्यसैले हामीको यहाँ सनराइज भइसकेको छ यो डाँडामा चाहिँ अब ठ्याक्क चढेर मजाले घाम ताप्ने भनेको हामी बसेको होटल चाहिँ यही है योपालि यहाँ बस्यो हिँड्दै आएको बाटो मैले चाहिँ त देखिएको टावर भनेको क्या खासमा त्यो टावर आए पछाडि चाहिँ आइहाल्छ भनेको त्यो टावरलाई नै लास्ट पर्ख्यौँ यो चाहिँ गुफाको टप डाँडा त्यो माथिको हामी चाहिँ अहिले गुफाबाट निस्केको भाइब्सहरू दामी नै छ कि सबै तर किन निस्केको भने एउटा कारण छ गाडी चढ्नेहरू 30-35 जना छ अरे गुफाबाटै हिजो त्यत्रो हिँडेर आएको अब आज फेरि उभिएर जाने त सोचिँदैन त्यस्तो त्यही भएर यो चोक होइन अब पल्लो चोकतिर गएर यसो बस्दिने गाडीको पर्खैमा छ ऊ साँगुहरू सबै पर्छ क्या मेन चाहिँ त्यो साँगुहरूतिरबाट गाडी लाग्ने हो ताप्ले चाहिँ उहाँ परबाट त आउँदैन ओजी छ नि होइन यो फुटबल ग्राउन्ड फुटबल ग्राउन्ड चाहिँ यो अस्तिको पालि नै खिचेको थियो यस भाइ ए भइसक्यो गाडी खोज्दै हिँडेको हामी अब कुकुर त डेन्जर रहेछ अहिले त सुटिङमा सामानको गाडी मिलेको ल बब्बाल भयो What a savior of the day. They want us to pay how much we want. Not exact price, yeah. अनि यहाँ यो ठाउँमा पैसा पनि धेर भएको त्यसरी हो अर्को केले पैसा धेर भएको भन्दा अब
त्यो घरै पिसेका मान्छेले चिरै त गर्छन् अब 12 रुपियाँ किलो यो चिरै त त्यो भुसे यो छिर्का छ नि यो झार होइन यो चिरै त गरेको 12 रुपियाँ किलो पाउँछ पुरानामा आयो यार कुन होटलमा बस्यो अब हाम्रो के मकालु एकै मकालु होटल अहिले 7 जना भन्दै थियो हामी आउँदाखेरि त सबैतिर बन्दै भइसक्यो थियो त्यहाँ खुल्दै थियो अनि त्यहाँ खुल्दै थियो सोधेको एक ठाउँमा सोध्यौँ अर्को ठाउँमा त्यहाँ बन्द प्याक रहेछ त्यहाँ चाहिँ पाइयो मकालुमा साह्रो पर्यो गाडी घुम कति लाग्यो तपाईँहरूलाई मङ्गलबार 1 घन्टाको बाटो गाडी 1 घन्टै लाग्छ हामी त अनडिस्ट्रिब्युटेड रहेछौँ भाइ हालेको नि हो 1 घन्टै लाग्छ अनि 3 घन्टामा अब यहाँबाट यस्तो गएपछि ऊ एकैचोटि त्यो केटीहरू बसेर अब पुग्ने बाटो त्यही त हो राति भएर हामीले अब यो याद अब गर्यौँ यहाँबाट सट्टै यता जाने हामी त झमक्कै आउँदैन थियो हामी आउँदा त यो के भने आलु काट्दै दियो सानो सानो आलु जाली क्या हो यो दुधका मुन्टा आलु भन्छ छोरी मान्छेले मेरो भन्दाखेरि कस्तो हुन्छ होला छोरा मान्छेलाई यो दुधका मेरो दुधका मुन्टा आलु छ नि भन्दै लिएर गयौँ एक दिन हरिसेको बाटो यता त्यहाँ गएपछि त्यो चेन्डामा गाडीको सबै लाइनै छ 3 चोटि जस्तो भयो त्यो राति त्यो बाटो हिँड्नु हुँदैन हरिसेको बाटो चेन्डामा पुग्नु पनि सबै लाइनै स्टार्टै बन्द अब के गर्नु एकछिन बस्यौँ कि अनि त्यहाँबाट फेरि आउँछ लाइन अनि धुप सल्काएर यसरी बाहिर धुप सल्काएर हिँड्नु पर्छ आगो देखाएर त्यो बाटो त राति भन्दा पहिले नै डेन्जर है अनि त्यहाँनिर त्यहाँ बिहान घामको झुल्काउमा बेलुका घाम मान्छेहरू नाचेकै देखिन्छ अरे त्यहाँबाट त्यो सबै उठेर नि बजारै देखिन्छ अरे भन्छ नि मङ्गलबारेको त्यो आन्टीहरूले देखेको अरे कति कहाँ हो चन्डाडा चाहिँ कता भयो यो त गुर्जुम पर्छ त्यो गुर्जुम पर्तिर छ अर्कै छ बाटो त्यो हरिसेको बाटो भन्छ नि चिरै निक्लिन्छ त्यहाँबाट त्यो यही उतो गुर्जुम पर्छ त्यहाँ त तपाईँको लाखौँ त्यहाँ एउटा दुईवटा हजारौँ होइन लाखौँ त हामी सुन्नु आउँदैछौँ कि बाइकमा अगाडि उतै साइडमा थियो नि त स्वाट्टै हामी आउँदाखेरि यता काट्यो हाम्रो त ऊ नालापट्टि लगेर नाला पनि त्यो ऊ लगाएको थियो नि त नालापट्टि लगेर त्यसलाई बचाइदियो बोलेर अनि तँलाई यो तिहार मान्न मन छ छैन भनेको कि निलो भयो मैले पछाडि हेरिनँ मैले गल्ती गरेँ भन्छ हाम्रो पनि जान्थ्यो कि होइन हेर बाटो क्रस गर्दा पहिला हो नि त हेरेर कट्नुपर्छ यताको जान्छौँ भने त्यो यताको आउँदैछन् त्यो कटेर उताको आउँछ त्यो बिचमा उभिएर कट्नुपर्छ भने ठोक्यो कि होइन त्यो सिलिन्डर ढ्याङ्ग पारेको बर्खाएसरी नि हिँड्नुपर्छ भाइ बर्खाको हिँडाइ हो यो बर्खाएसरी नि लाप्पा खेल्दै हिँड्नुपर्छ अनि छोरी एकातिर खेल्नु आमा अर्कातिर जानु के सामान लिएर आउनुभयो टन्नै लिएर आउनुभयो त अनि यो हामी ल्याइदिन्छौँ बुद्धि सरकार मोटा
तपाईँ पनि त्यही झुन्डिनुहोस् तपाईँले लगिदिनु तपाईँले लगिदिनु भने फेरि भाइ रिसाउनु त लाग्नु लगिदिनु हर्साइलो हुनुहुन्छ त्यहाँ भयो यहाँ बोलाउँ ए बहिनी यहाँ तिमीलाई कुटा खान्छौ न तिमी छोरी कि बुहारी ए ल ल्याउ त सामान झर्छ है यहाँ चामल चिप्लिसक्यो लु न अब को यही घरको हो के तिमी यो घरको होइन अनि हो भनेदेखि त्यो पोखर राखेर के यहाँ आऊ न यहाँ होइन भने गाडीमा चढेर लान्छौँ के नहुनु सिट भएको यो काखा लगाएर तिम्रो दिदी कि बहिनी उता कुरो ए बहिनीले आएको है दिदी राम्रो झारिदिनु न हौ भाइ चौकीमा झार्नु भनेको होइन चौकीमा झारिदिनु झोला भने चाहिँ गुफाबाट पठाएको को अरे कुन चाहिँ किने ओ आमै ल्याङ्गे आमै ल मै झारिदिनु लाग्छ अनि आएन त नि त्यो सिमेन्टको पट्टैबाट होला अनि कहिले ल्याइदिने रोकेन भन्दैछु नेक्स्ट त सिधै उतै हो होइन 205 लु जोडौँ न त अनि 6 लेखेको छ अनि त्यहाँबाट 125 च्याउको 330 हो अनि 240 मासुको 330 2 570 मात्रै हो 570 मात्रै ल अनि 70 पर्सिदिनु नि त लु अलिक नयाँ चाहिँ दिनु न के राख्ने हो यो ल मैले 500 मात्रै लिएको छु तपाईँसँग त्यो लेखेको छु 70 दिन्छु ल आउँछु ल अब के गर्नुहुन्छ भात हेर्छ 70 हजार दिनु भयो अन्त हुँदैन नि क्युआर गरिदिनु नि गइ गर्नु किन बस्यो तामाङ यो सबै जतिवटा घर छन् सबै तामाङ त्यो डल्ली आउने पनि डल्लीले आधी किलो खाइन्छ मासु अनि त्यो बुढी मजु उनीहरूलाई नि हेराएँ नि त मैले त अब भुत भएको भए रातो कपडा हुँदैन सेतोमा हुन्छ उनले नि के हो यस्तो यस्तो भयो भनेको त्यहाँ देवी नजिकमा छन्क्याएर देवीले गर्दा पो अलिकति ऊ भएछ 2-3 वर्ष हिँड्दा पनि तपाईँहरू कतै सम्झिनु भएन अनि त्यो देखा परेको हो भने उसले पनि अनि त्यहाँबाट चाहिँ पूजा गरेको टुटे देउरालीदेखि नै हिँड्यो हिजो अब जग्गा हिँड्यो जाने हो अनि पुरै नि कति बजीदेखि हिँड्नु हो बिहान कति 2:20 त्यस्तैतिर हिँडेको यो त हेर्दै हिँड्यो नि त सुरुमा चाहिँ हेर्दै हिँड्यो फटाफट हिँड्यो रात पऱ्यो स्विच पिस्नु पारक नै बनाउनु खोजेको नि है त्यहाँ पोखरी बनायो त्यहाँ घर बनाउनु खोज्दैछ यहीँबाट 4 घन्टा लाग्छ भन्थ्यो हामीले बाइकमा आयो भने यस्तै उत्रिँदै झर्दै हुँदैन होला है अब त हामी हल्लिँदै आउँदैछौँ ठिक थियो एक्सर्साइज भइन्थ्यो अब त्यो बुझ्ने पनि गर्छ कति बजे जाने खाना कतै रोकाउनु हुन्छ डाइरेक्ट रहेछ कुन
ए ल दमकी पो रहेछ त यो त यो चाहिँ बिराखा आउँछ होला हौ आइरहन्छ होला दामले सोधौँ न त म त दाम बुझ्छु तपाईँ चाहिँ धनकुटा आयो हल्का निदाउँदै ओर्दै आएको अब यो गाडी चाहिँ हामीले दमक जाने नै पाइयो लक पनि भयो त्यो चाहिँ अनि हामी सर र तिनैजना गइरहेछ हामी पत्री आइपुग्यौँ अहिले चाहिँ गौरव भाइ पनि लागिसकेको छ अब भाइ यहाँदेखि उत्रिने म उर्लाबारीमा साथी उत्सव दमकमा झप्प आउँथ्यो यतिखेर हिजो गएको थियौँ